सबैभन्दा रोचक कुरा त के छ भने अहिले पनि बन्द भएको यत्रो वर्ष पछाडि पनि यहाँ रबर उद्योगभित्र अझै 24 लाख रुपियाँभन्दा माथिमा बेच्न सकिने 400 भन्दा बढी टायरहरू यहाँ अझै अहिले पनि छन् कि यहाँ देख्न सकिन्छ। रिपोर्ट गरे अनुसार चाहिँ 400 टायर छ भन्छन् हैन 400 तर मैले चाहिँ 400 छ जस्तो लाग्दैन यसमा चाहिँ यो बिचैमा घटे जस्तो लाग्छ कागजमा चाहिँ 400 छ तर यहाँ हेरौँ है 250 जति छ अनुमानित होला त्यो भने अब त्यो भिजा के गर्नु भयो त्यो बन्द भएको दिन जति थियो अनि यो चाहिँ त्यहाँ बनिसकेपछि त्यहाँ झर्छ झरेपछि यो अटोमेटिकली त्यहाँबाट लोड भएर तपाईलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। देख्नुभयो नि देशमा चाहिँ यस्तो अवस्थामा यस्तो फ्याक्ट्रीहरुमा यस्तो ब्रह्मलुट गरेर बसेका थिए क्या पहिलेका राजनीतिक पार्टीहरू। अब यो सरकारले राम्रो गरोस् शुभकामना छ र कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। मन पर्यो भने शेयर लाइक कमेन्ट गरिदिनु होला। हस्त नमस्ते।